ए गाइस आज चाहिँ होइन फेरि यो जुया लिम्बू के भन्नु आयो भन्नुहुन्छ होला। म चाहिँ के भन्नु आएको भने नि साथी होइन, हेर्नु न मेरो बुढाले है मलाई अब बुढासँग अनि हक डे आयो अरे, रोज डे अरे, भ्यालेन्टाइन डे अरे, अनि शिवरात्रि अरे होइन भन्ने अब टिकटकमा त यत्तिकै आउँछ नि त, ह्याप्पी भ्यालेन्टाइन डे, ह्याप्पी हक डे, ह्याप्पी शिवरात्रि बुढी भनेर आउँछ है। तर हेर्नु न गाइज, मेरो बुढा त के भएको क्या, केही रोज डेको केही मिस पनि गर्दैन क्या मलाई। अनि होइन म चाहिँ मिस गर्छु भनेर कत्रो आश थियो क्या। अब नेपालमा हुँदा त नजिकमा हुँदा त वास्ता हुँदैन नि त, अब नजिकमा त त्यहीँ आँखाको सामुन्ने हुन्छ, वास्तै हुँदैन होइन। अनि वास्तै हुँदैन, अनि विदेश आएपछि चाहिँ अलिकति उयो हुँदो रहेछ क्या, मलाई पनि बुढाले यस्तरी नै अरूको जस्तै गरे पनि हुन्थ्यो भन्ने हुँदो रहेछ क्या यो मनमा, यो मन, यो पापी मन। अनि यो हुन्छ नि गाइज, यो आफूभन्दा जेठोसँग जानु पनि यो दिमाग खराब जस्तो लाग्यो क्या। किन भन्नु न, भर्खरको भए त है घरमा लापै परे पनि, तुक्स नै परे पनि, भ्यालेन्टाइन डे, हक डे, शिवरात्रिमा त ह्याप्पी बुढी हाय शिवरात्रि भन्छ नि त। बाहिर केटी खेलायो पनि बुढीको नजरमा त अब एकछिनको लागि त सबैको नजरमा त राम्रो हुनुको लागि ह्याप्पी भ्यालेन्टाइन डे बुढी भन्छ नि त यो छोरा मान्छे। तर मेरो बुढा हेर्नु न, न उसको हक डे आउँछ, न उसको रोज डे आउँछ, उसलाई त केही आउँदैन। बिहे गरेको 14 वर्ष भयो र पनि एउटा मिस गरेको छैन। आई लभ यु पनि भनेको छैन अहिलेसम्म। मेरो बुढाले भन्नै पर्यो भने आई लभ यु भन न होइन, के तिमीलाई मैले माया गर्ने हुँदैन, बुढेसकालमा के को आई लभ यु भन्छ हौ गाइज। म त यो बुढालाई त अलिक भर्खरकोसँग गएको भए त, उस्तैसँग गएको भए त यसरी अब म यसरी बाहिर बसेँ भने त झन् उयो हुन्छ नि त, जलन हुन्छ नि त। अनि जलन हुँदा त नि उसको मन, मेरो मन जित्नुको लागि उसले बुढी म तिमीलाई यति माया गर्छु, बुढी म तिमीलाई यस्तो गर्छु भनेर फोटो पोस्ट गर्नुपर्ने हो नि त टिकटकतिर, फेसबुकतिर। तर यो बुढाको त मेरो बुढा जस्तो लाटा त कोही छैन होला साथी। तपाईँहरूको बुढा नै यस्तो छ भने भन्नुहोस् है कमेन्टमा। मेरो बुढो भएर होला क्या, उसको दिमागले दिमागमा यति गरेको होला क्या, त्यही भएर केही मनाउँदैन। अनि म चाहिँ है बुढाले अब सबै अब आयो, अब सबैको पोस्ट गर्छ। अनि यसो देख्छु मान्छेहरूको अब त्यो लाप्पै पर्ने मान्छेले पनि रोज डेमा त ह्याप्पी रोज डे माई माई लभ, मेरो माया, मेरो मुटु, मेरो धड्कन भनेर पोस्ट गर्छ। तर मेरो बुढा त न माया, न रोज डे आयो हेप्पी मेरो बुढी भन्छ, न विस गर्छ, न के गर्छ। यो बुढालाई मैले कसरी चाहिँ गाइड अलिक भर्खरको उसको दिमागमा भरिदिनु पर्ने। मलाई चाहिँ अलिक बुढाहरू अलिक बोल्ने रफ मनपर्छ क्या। तर मेरो बुढा त रफै बनिनु पनि चाहँदैन क्या, गर्दै हिँड्ने भएन भने आई लभ यु भन न बुढा, तिमीले आई लभ यु भन्दा कस्तो सुनिन्छ भनेर भन्नुपर्छ। किन आई लभ यु भन्नु बुढेसकालमा, भित्र माया गरे हुँदैन, बाहिरै आई लभ यु भन्नुपर्छ भन्छ क्या। गाइस के गर्नु, मेरो बुढालाई कसरी अलिक तनेरी बनाउनु। मलाई चाहिँ धेरै बोलेको मनपर्छ क्या मेरो बुढालाई। म पनि धेरै बोल्छु नि त, त्यही भएर मलाई चाहिँ धेरै बोलेको मनपर्छ। मेरो बुढा चाहिँ बोल्नै बोल्दैन, कसरी बाठा बनाउनु गाइस भन्नु त, सजाब दिनु त। यो बुढासम्म चाहिँ यो भिडियो पुगोस् है। मेरो बुढा चाहिँ यो भिडियो हेरेर अलिक बाठा, अलिक बुढीलाई माया गरेको जस्तो फेसबुकमा हाय मेरो बुढी, हाय मेरो प्यारी, मेरो मुटुको धड्कन भनेर पोस्ट गर्ने खालको बनाइदिनु त गाइस। मलाई त बुढा देख्दा त कत्रो आश थियो है, यत्रो पैसा कमाउँदै बनाइदिन्छ र मलाई ह्याप्पी भनेर, भ्यालेन्टाइन डे, ह्याप्पी शिवरात्रि भनेर भनेन यो बुढा। यो बुढालाई त म त
सम्झाइदिनु ल तपाईँहरूले भन्नु है भनेर। ओके गाइज।